17 लक्ष्य पारित गर्यो अनि यसपालि 2015 महिना 25 गते गरी युएनको 70औं महासभाले SDGs पारित SDGs प्रस्ताव गर्ने राष्ट्र कोलम्बिया SDGs प्रस्ताव गर्ने राष्ट्र कोलम्बिया सन् 2012 दिगो विकासका 17वटा लक्ष्य पारित गर्यो। SDGs पारित 2015 को 9 महिना 25 गते युएनको 70औं महासभाले कोलम्बियामा अनि युएनको 2012 मा 17वटा लक्ष्य पारित गर्यो अनि SDGs पारित गर्ने सन् 2015 को 9 महिना 25 गते युएनको 70औं महासभाले दिगो विकास गर्दै सन् 2030 को 12 महिना 30 गते 31 गतेसम्म 15 वर्षको लागि दिगो विकासको 2016 को 1 महिना 30 गते 2030 को 12 महिना 31 गतेसम्म 5 वर्षको लागि दिगो विकासका सम्बन्धी दिगो विकास सम्बन्धी राष्ट्रिय सम्बन्धी पहिलो राष्ट्रिय कार्यनीति तर्जुमा गर्ने पहिलो राष्ट्र नेपाल विश्वमै फर्स्ट हो। दिगो विकास सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने पहिलो राष्ट्र नेपाल हो। विश्वमै फर्स्ट हो। द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित रहेको छ। दिगो विकास द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित रहेको छ। दिगो विकास भनेको अब एसजी प्रस्ताव गर्ने कोलम्बियाले सन् 2012 मा सुरु गर्यो अनि एसएस पारित गरेको 2015 को 9 महिना 25 गते सन् 2015 को 9 महिना 25 गतेले युएनको 70औं महासभाबाट पारित गरेको अनि दिगो विकासको अवधि 2016 1 महिना 30 देखि 2030 को 12 महिना 31 गतेसम्म दिगो विकास सम्बन्धी राष्ट्रिय कार्यनीति तर्जुमा गर्ने पहिलो राष्ट्र नेपाल हो। द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित रहेको छ। दिगो विकास द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित छ। द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित दिगो विकास द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित रहेको छ। दिगो विकास लक्ष्य तथा सूचकहरू विश्वव्यापी लक्ष्य 17वटा उद्देश्य 169वटा लक्ष्य 17 दिगो विकासका लक्ष्यहरू 17वटा अनि उद्देश्यहरू 179वटा अनि राष्ट्रिय सूचकहरू 301वटा अनि राष्ट्रिय उद्देश्यहरू 159वटा लक्ष्य 16वटा लक्ष्य नम्बर 14 पानी मुनिको जीवन प्रगति गर्न नभएको लक्ष्य 17वटा विश्वव्यापी र राष्ट्रिय सूचक होइन। दिगो विकासका लक्ष्य तथा सूचकहरू विश्वव्यापी लक्ष्य 17वटा राष्ट्रिय लक्ष्य 16वटा सूचक 301वटा उद्देश्य 159वटा यसमा 169वटा होइन। दिगो विकासका लक्ष्यहरू दिगो विकासका विश्वव्यापी लक्ष्यहरू 17वटा राष्ट्रिय लक्ष्यहरू 16वटा राष्ट्रिय लक्ष्य 16वटा अनि विश्वव्यापी लक्ष्य 17वटा उद्देश्यहरू र गन्तव्य 169वटा यसमा फेरि लक्ष्य 14 पानी मुनिको जीवन प्रत्यक्षीकरण गरेको सूचकहरू 332मा अनि सूचकहरू लक्ष्य दिएको दिगो विकासका 5 पिएस पिपुल प्लान्ट पिस अनि पार्टनरसिप अनि प्रपर्टी पिपुल प्लान्ट पिस अनि पार्टनरसिप
अनि भुटल्यान्ड आयोग दिगो विकाससँग सम्बन्धित छ। भुटल्यान्ड आयोग प्रधानमन्त्री गुरु हरमन भुटल्यान्डको अध्यक्षतामा गठन होइन। यसमा विश्वव्यापी लक्ष्य 16,269 यो लक्ष्य नम्बर 14 मा पानीको सम्बन्धी छ। अनि राष्ट्रिय सूचकहरू 301 वटा अनि राष्ट्रिय उद्देश्यहरू 159। राष्ट्रिय उद्देश्यहरू सूचकहरू 332 वटा सूचकहरूमा उद्देश्य 159, सूचक 301 वटा। नेपालले आर्थिक वर्ष 27 हासिल गर्ने अनि पिपुल प्लान पिस पार्टनरसिप कोअपरेटिभ भुटल्यान्ड आयोग दिगो विकाससँग सम्बन्धित छ। नर्वेका पूर्व प्रधानमन्त्री हेलेन ब्रुटल्यान्डको अध्यक्षतामा गठन। नर्वेका पूर्व प्रधानमन्त्री हेलेन ब्रुटल्यान्डको अध्यक्षतामा गठन। सन् 1983 मा गठन भयो। छिटो भएन दि मैले अहिले नि चाँडोले के बाँदुरे हेर्न तपाईले फेरि के भयो त भयो। 2083 मा गठन भुटल्यान्ड आयोग दिगो विकाससँग सम्बन्धित छ। भुटल्यान्ड आयोग केसँग सम्बन्धित छ भने दिगो विकाससँग सम्बन्धित भुटल्यान्ड आयोग दिगो विकाससँग सम्बन्धित छ। नर्वेका पूर्व प्रधानमन्त्री गुरु हरलेन भुटल्यान्डको अध्यक्षतामा गठन भयो। नर्वेका पूर्व प्रधानमन्त्री गुरु हरलेन भुटल्यान्डको अध्यक्षतामा गठन। भुटल्यान्ड आयोग नर्वेका पूर्व प्रधानमन्त्री गुरु हरलेन भुटल्यान्डको अध्यक्षतामा गठन। भुटल्यान्ड आयोग कसको अध्यक्षतामा गठन गरिएको हो भने नर्वेका प्रधानमन्त्री गर्लम भुटल्यान्ड सन् 1983 मा गठन। सन् 1987 मा प्रतिवेदन बुझाएको। 1983 मा गठन। सन् 1987 मा प्रतिवेदन बुझाएको। प्रतिवेदनको नाम आवर कमन फ्युचर प्रतिवेदनको निष्कर्ष गरिबी निवारण र दिगो विकास एक अर्थमा अन्तर्निहित छन्। प्रतिवेदनको निष्कर्ष गरिबी निवारण र दिगो विकास एक अर्थमा अन्तर्निहित छन्। आवर कमन फ्युचर प्रतिवेदनको नाम आवर कमन फ्युचर दिगो विकासका 17 वटा लक्ष्यहरू गबोसो पानी ऊर्जा रोजगारी उद्योग समान अनि जप मुनिमाथि न्याय साझेदारी गबोसो सिलै सूत्र गबोसो अनि सिलै गुलै पानी ऊर्जा रोजगारी उद्योग समान अनि समान गबोसो सिलै